72 घण्टे औषधि, आई पिल, इकोन या इमर्जेन्सी पिल, नाम त पक्कै पनि सुन्नु नै भएको होला। प्रयोग गरिराख्नु भएको छ? प्रयोग गर्दै हुनुहुन्छ भने के कारणको लागि प्रयोग गर्नु भएको छ? इमर्जेन्सीकै लागि या हजुरको अस्थायी साधनको रूपमा या गर्भनिरोधनको लागि रेगुलर युज गर्दै हुनुहुन्छ, यसलाई एउटा लग्जरीको रूपमा भयो भने खाइदिन्छु नि भन्ने हिसाबले लिँदै हुनुहुन्छ भने चाहिँ हजुरहरू सावधान हुन जरुरी छ। किन? सबैभन्दा पहिला म रिस्ककै कुरा गर्छु। हाम्रो यसमा यदि तपाईँले समयमा लिनुभएको छैन या बच्चा बसिहाल्यो भनेदेखि बच्चा नलीमा बस्न सक्ने, डिम्बाशयमा बस्न सक्ने, पाठेघरभन्दा बाहिर बस्न सक्ने सम्भावना एकदमै प्रबल छ, जसले गर्दा यो फुटेर भोलि गएर ज्यानै जान सक्ने रिस्क हुन्छ। भनेको एकदमै डेन्जरस सिचुएसन भयो यो। त्यस पछाडिको भनेको हाम्रो महिनावारीको समस्या, महिनावारी ढिलो आइदिने, ब्लिडिङ महिनाको बिचबिचमा आउने, हेभी फ्लो हुने या महिनावारी नै लामो समयसम्म नआइदिने रिस्क। अर्को भनेको हजुरले यसलाई रेगुलर रूपमा प्रयोग गर्दै हुनुहुन्छ भने यसको इफेक्टिभिटी चाहिँ घट्दै जान सक्ने, भनेको जति निरन्तर प्रयोग गर्दै जानुभयो भोलि गएर फेलियर हुन सक्ने चान्सेस एकदमै हाई भएको कारणले गर्दाखेरि यसलाई चाहिँ इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स भनेर नाम राखेको भनेकै इमर्जेन्सीमा प्रयोग गर्नको लागि मात्रै हो। अब इमर्जेन्सी कस्तो बेलामा प्रयोग गर्ने? हजुरको असुरक्षित यौन सम्पर्क भयो या अनप्लान्ड यौन सम्पर्क भयो या भनौँ यौन दुराचारमा या अब्युजमा पर्नु भएको छ भने त्यति बेला चाहिँ यो हजुरको लागि बेस्ट मेडिसिन हो। तर यसलाई इमर्जेन्सीकै रूपमा मात्र प्रयोग गर्नु होला।